नमस्ते सबैजनालाई एकाडेमिक यन्त्रमा तपाईलाई स्वागत छ। आज हामी पब्लिक स्पिकिङको रहस्य खोल्दैछौं, त्यो पनि सजिलो, रमाइलो र प्रभावशाली तरिकाले। के तपाईले कहिले भिडभाड अगाडि बोल्दा मन ढुक हुने, हात पसिना पसिना हुने अनि दिमाग ब्ल्याङ्क हुने अनुभव भएको छ? त्यसो हुन्छ भने अब चिन्ता नलिनुहोस्, किनभने आज म तपाईहरुलाई पब्लिक स्पिकिङको एकदमै प्रभावकारी टिप्सहरु दिनेछु, जसले स्टेज फियर हटाउने मात्र होइन, तपाईहरुलाई एकदमै आत्मविश्वासी वक्ता पनि बनाउनेछ। अनि सबैभन्दा मज्जाको कुरा, भिडियोको अन्त्यसम्म बस्नुहोस्, किनभने म तपाईलाई 5 मिनेटको दैनिक अभ्यास सिकाउनेछु, जसले तपाईको बोल्ने कला चमत्कारी रूपमा सुधार गर्नेछ। अब सोच्नुहोस्, सबैभन्दा सफल वक्ताहरू जस्तै स्टिभ जब्स, ब्यारेक ओबामा, नरेन्द्र मोदी किन प्रभावशाली छन्? किन उनीहरू बोलेपछि हजारौं मानिसहरू टोलाएर सुन्छन्? किनभने उनीहरूको स्पीच स्ट्रक्चर्ड हुन्छ, उनीहरूले इमोसनल कनेक्सन बनाउँछन् अनि क्लियर मेसेज दिन सक्छन्। तपाई पनि यस्तै आत्मविश्वासका साथ बोल्न सक्नुहुन्छ। त्यसैले सुरु गरौँ। सबैभन्दा पहिलो चुनौती हो स्टेज फियर। फियरको कारण धेरैलाई लाग्छ कि मैले केही गलत बोले भने के होला, तर सत्य के हो भने ऑडियन्सलाई तपाईको गल्ती भन्दा तपाईको सन्देश महत्त्वपूर्ण लाग्छ। मिस्टेक्स हुनु सामान्य हो। यदि ठूलो नेता वा मोटिभेशनल स्पिकरहरूले समेत गल्ती गर्छन् भने तपाई डर किन मान्नुहुन्छ? गल्तीलाई सहज रूपमा लिने बानी बसाल्नुहोस्। ऑडियन्स तपाईलाई हेर्न आएको हो, न कि तपाईलाई जज गर्न। तपाईले दिएको सन्देश र एनर्जी नै मुख्य कुरा हो। यो डर हटाउनको लागि सबैभन्दा शक्तिशाली तरिका भनेकै प्र्याक्टिस हो। पहिलो, मिरर अगाडि अभ्यास गर्नुहोस्। मिरर हेरेर बोल्दा तपाईले आफूलाई जाँच गर्न सक्नुहुन्छ। तपाईको बडी ल्याङ्ग्वेज, फेसियल एक्सप्रेसन अनि जेस्चर सुधार गर्न सक्नुहुन्छ। याद गर्नुहोस्, practice doesn't make perfect, it makes progress. दोस्रो, deep breathing exercise गर्नुहोस्। बोल्नु अघि deep breathing गर्नुहोस्। गहिरो सास लिनुहोस्, 5 सेकेन्ड रोक्नुहोस् अनि बिस्तारै बाहिर निकाल्नुहोस्। यसले तपाईको दिमागलाई रिल्याक्स बनाउँछ, डर कम गर्छ अनि आत्मविश्वास बढाउँछ। तेस्रो, पोजिटिभ थिंकिङ अपनाउनुहोस्। डर मान्ने कि आत्मविश्वास जोगाउने, त्यो तपाईको सोचमा भर पर्छ। आफूलाई भन्नुहोस्, म सक्छु, म एकदमै राम्रो बोल्नेछु, म मेरा दर्शकलाई इन्स्पायर गर्नेछु। विश्वास गर्नुहोस्, तपाई जसरी सोच्नुहुन्छ त्यसरी नै हुनुहुन्छ। चौथो, सानो ऑडियन्सबाट सुरु गर्नुहोस्। पहिलो पटक हजारौं दर्शकको अगाडि नबोल्नुहोस्। सानो समूह जस्तै परिवार, साथीभाइ वा विद्यालयको कक्षामा अभ्यास गर्नुहोस्। बिस्तारै तपाईलाई डर अटोमेटिक रूपमा हराउँदै जान्छ। पाँचौं, आफ्नो शरीरको स्थिति सुधार गर्नुहोस्। जब तपाई मञ्चमा उभिनुहुन्छ, झुकेको, गलेको, डराएको देखिनु हुँदैन। सिधा उभिनुहोस्, काँध रिल्याक्स गर्नुहोस् अनि स्टेजको मालिक जस्तै महसुस गर्नुहोस्। पब्लिक स्पिकिङ गर्दा आत्मविश्वास बढाउनु पर्छ। डराएर उभिएर बोल्ने हो भने तपाईको आवाज भन्दा ऑडियन्सको घडीको टिक-टिक बढी सुनिन्छ। यदि तपाईले कन्फिडेन्स रेडिएट गर्नुभयो भने ऑडियन्स पनि तपाईलाई आत्मविश्वासी ठान्छन्। पब्लिक स्पिकिङ गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा हो स्पीचको राम्रो स्ट्रक्चर। सबैभन्दा पहिला इन्ट्रोडक्सन शक्तिशाली हुनुपर्दछ। ऑडियन्सको ध्यान खिच्न पहिलो 10 सेकेन्ड अति महत्त्वपूर्ण हुन्छ। यदि तपाईले यति समयमा ध्यान खिच्न सक्नु भएन भने ऑडियन्सहरू बोर मान्न थाल्छन्। त्यसैले तपाईले स्टोरी, जोक, इन्ट्रेस्टिङ फ्याक्ट वा कुनै क्वेशनबाट सुरु गर्न सक्नुहुन्छ। जस्तै स्टिभ जब्सले एप्पलको प्रेजेन्टेसन गर्दा वान्स अपन अ टाइम भनेर सुरु गर्थे, किनभने हाम्रो दिमाग कथाहरू सुनेर कहिले थाक्दैन। तपाई पनि आफ्नो प्रस्तुतिमा स्टोरी टेलिङको प्रयोग गर्न सक्नुहुन्छ। यदि हामी स्टेजमा बोली मात्रै राख्यौं भने हाम्रो ऑडियन्सहरू बोर मान्न थाल्छन्। यसकारण हामीले स्टोरी टेलिङ र अरू जोक्सहरूको पनि प्रयोग गर्न सक्छौं। त्यसपछि आउँछ बडी। स्पीचको बडीमा तपाईको मुख्य बुदाहरू राख्नुहोस्, तर क्लियर अनि टु द पोइन्ट। यदि तपाई सेल्फ कन्फिडेन्सको बारेमा बोल्दै हुनुहुन्छ भने 3 प्र्याक्टिकल टिप्स दिनुहोस्। आफ्नै जीवनबाट रियल लाइफ एक्जाम्पलको प्रयोग गर्नुहोस्, ताकि ऑडियन्सलाई तपाईलाई कनेक्ट गर्न सकोस्। उदाहरणका लागि, तपाईले आफ्नै जीवनबाट एउटा किस्सा सुनाउन सक्नुहुन्छ। कसरी तपाईले पहिलो पटक स्टेजमा बोल्दा डराउनु भयो,
तर अहिले तपाईँ कन्फिडेन्ट हुनुहुन्छ। यसले अडियन्सलाई तपाईँसँग कनेक्ट गर्न मद्दत गर्नेछ। अन्त्यमा कन्क्लुजन शक्तिशाली बनाउनुहोस्। कन्क्लुजन भनेको स्पिचको ग्रान्ड फिनाले जस्तै हो, त्यसैले स्ट्रङ एन्डिङ आवश्यक छ। एउटा पावरफुल मेसेज अनि कल टु एक्सन राख्नुहोस्। जस्तै तपाईँले हाम्रो कार्यक्रम कस्तो लाग्यो भनेर फिडब्याक्स कमेन्ट्सहरू लिन सक्नुहुन्छ। अनि याद गर्नुहोस्, मोनोटोनमा कहिले पनि नबोल्नुहोस्। एकै लयमा बोलेको भाषण न कसैले सुन्न चाहन्छ न मन लगाएर बुझ्छन्। कहिलेकाहीँ एनर्जी बढाउनुहोस्, कहिले स्लो डाउन गरेर ड्रामेटिक पजको प्रयोग गर्नुहोस्। साथै नेचुरल मुभमेन्ट राख्नुहोस्। धेरै हात हल्लाउनु भएन। स्टेजमा हामीले एकदमै याद राख्नुपर्ने कुरा हो, हातलाई मिनिङफुल बनाउनु पर्नेछ। यदि कुनै इम्पोर्टेन्ट पोइन्ट भन्न लाग्नु भएको छ भने हातले एम्फसाइज गर्नुहोस्। र अब भने म तपाईहरूलाई बोनस टिप्सहरू दिँदैछु। पब्लिक स्पिकिङ सुधार गर्न 5 मिनेटको दैनिक अभ्यास। स्टेप 1, मिरर अगाडि उभिनुहोस्। स्टेप 2, कुनै पनि विषय छान्नुहोस्, जस्तै मेरो जीवनको लक्ष्यहरू। स्टेप 3, 2 मिनेटसम्म नडराइकन बोल्नुहोस्। स्टेप 4, मोबाइलमा आफ्नो भिडियो बनाउनुहोस्। स्टेप 5, आफूले बनाएको भिडियो हेर्नुहोस् र त्यो भिडियोमा हुने गल्तीहरू सुधार गर्दै जानुहोस्, अभ्यास गर्दै जानुहोस्। यदि यी सबै टिप्स अपनाउनु भयो भने र यो एक्सर्साइजहरू गर्नुभयो भने तपाईको पब्लिक स्पिकिङको डर गायब हुनेछ अनि तपाईँ सेल्फ कन्फिडेन्ट पावरफुल स्पिकर बन्नुहुनेछ। पब्लिक स्पिकिङ भनेको केवल माइक समाएर बोल्ने कुरा मात्रै होइन, यो जीवनको एकदमै महत्त्वपूर्ण कला हो। चाहे तपाईँ विद्यार्थी हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ, शिक्षक वा कुनै लिडर, तपाईको शब्दहरू अरूको लागि प्रेरणादायी बन्न सक्छ। त्यसैले आजैबाट अभ्यास सुरु गर्नुहोस्। कुन टिप सबैभन्दा उपयोगी लाग्यो कमेन्टमा लेख्नुहोला। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अनि याद गर्नुहोस्, साँचो आत्मविश्वास अभ्यासबाट मात्रै आउँछ।